तपाईँहरूको पनि कन्भर्सेसनहरू एआईहरूको लिमिट चाहिँ चाँडै सिद्धिन्छ, बिचमै सिद्धिन्छ होइन? र तपाईँहरूले त्यसमा चाहिँ एकदम टाइम स्पेन्ड गरेर राम्रो कन्भर्सेसन गरिराख्नु भएको छ, राम्रो के अरे रिजल्टहरू एआईले दिन थालेको छ भने चाहिँ त्यसलाई चाहिँ एउटा मोडलबाट अर्को मोडललाई सिफ्ट गर्नलाई चाहिँ आज मैले 2टा क्रोम एक्सटेन्सन ल्याएको छु। त्यो चाहिँ एउटा यो हो अनि अर्को एउटा चाहिँ यो हो होइन? तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ। र यसलाई चाहिँ के गर्छ भन्दाखेरि तपाईँ जब लिमिट रिच हुन्छ नि, त्यो भइसकेपछि तपाईँहरूले जस्तो अब यो ट्यालीवाला मैले ओपन गरेँ अनि जस्तो अब मैले यहाँ गरेँ नि अनि यसले चाहिँ तपाईँहरूको यहाँ क्लाउडको कति चाहिँ रिच भएको छ टोकन भनेर यहाँ सबै यसले दिन्छ। अनि त्यस्तै गरी यसबाट यहाँ तपाईँहरूले चाहिँ अप्सन पाउनुहुन्छ जेमिनाई, ग्रक होइन? अरू अरू मोडलहरूमा चाहिँ कसरी गर्न सक्नुहुन्छ अथवा एमडी फाइलमा पनि तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। हो यसरी चाहिँ यसले यो गर्छ। अनि यसको पनि यो पनि त्यस्तै हो। यसले पनि तपाईँको जब के अरे टोकन रिच हुन्छ नि त, लिमिट रिच भइसकेपछि यसमा चाहिँ तपाईँहरूले अर्को मोडल जेमिनाई र च्याट जिपिटी अथवा क्लाउडहरूको मोडलमा चाहिँ तपाईँहरूले कन्भर्सेसनहरू गर्न सक्नुहुन्छ। र यसमा चाहिँ एउटा फिचर राम्रो छ भन्दाखेरि यसले चाहिँ प्रम्प्ट इन्हान्स पनि गराउँछ क्या तपाईँको। जब यो मेरो चाहिँ अहिले लिमिट रिच भएको छैन, लिमिट रिच हुने बित्तिकै चाहिँ यसले चाहिँ तपाईँहरूलाई अप्सन पनि दिन्छ। त्यो गरेर तपाईँले अर्को उसमा पेस्ट गर्न थाल्नुभयो भनेदेखि चाहिँ त्यसले चाहिँ प्रम्प्ट के अरे इन्हान्स भन्ने एउटा अप्सन पनि दिइदिन्छ। जस्तो यहाँ हुन्छ नि जस्तो कुनमा गएर जस्तो क्लाउडबाट के अरे गरेको थियो भनेदेखि अब यो हटाइदिएर यो दुइटामा गएर कन्फिगरेसन गर्नुपर्छ। हो त्यसरी गर्ने हो अथवा फुल गर्न नि मिल्छ, जे गर्दा नि हुन्छ तपाईँहरूले। हो यसरी चाहिँ तपाईँहरूले राम्रोसँग तपाईँहरू कन्भर्सेसन कन्टिन्यू गर्न सक्नुहुन्छ। एउटामा लिमिट रिच भयो भने अर्कोमा गएर अथवा एउटा अकाउन्टमा भयो भने अर्को अकाउन्टमा गएर चाहिँ यसरी गर्न सक्नुहुन्छ। एकचोटि तपाईँहरू पनि टेस्ट गर्नु होला, एकदम बेस्ट हो। यदि तपाईँहरू के अरे फ्री चलाइराख्नु भएको छ भने चाहिँ एकदम राम्रो हो।